तनहुकी बहिनी मिठू चेपाङको अहिलेसम्म भए यति धेरै गीत रेकर्ड, गीत गाएर कमाइने यति धेरै पैसा। दर्शक महानुभावहरू नमस्कार, म पारस भट्टराई। मिठू चेपाङ बहिनी काठमाडौँ आइसके पछाडि उहाँको अहिलेसम्म 17वटा गीत रेकर्डिङ भएका छन् र आज चाहिँ जति गीत रेकर्डिङ भए त्यसको बारेमा पनि तपाईँहरूमा खुलाउँदैछु र मिठू बहिनीले गीत गाउँदै गर्दाखेरि पाएको पारिश्रमिकको कुराहरू पनि म आज खुलाउँदैछु र मिठू बहिनीले अहिलेसम्म गीत गाएर कति पैसा कमाउनु भयो भन्ने कुरा पनि तपाईँहरूमा राख्दैछु। र धेरैले भन्नुभएको थियो मिठू बहिनीका धमाधम गीत रेकर्ड भइरहेका छन्, यत्तिकै फ्रीमै रेकर्ड भइरहेका छन् कि मिठू बहिनीलाई केही पारिश्रमिक पनि दिनुभएको छ कलाकारले भनेर धेरैले प्रश्न पनि गर्नुभएको थियो। पक्कै पनि धेरै कलाकारले, सबै कलाकारले मिठू बहिनीसँग गीत रेकर्ड गराइसके पछाडि मिठू बहिनीलाई पारिश्रमिक स्वरूप केही सहयोग पनि गर्नुभएको छ र 17वटा गीत रेकर्ड हुँदै गर्दाखेरि चाहिँ मिठू बहिनीले अहिलेसम्म 83,000 रुपियाँ पैसा कमाउनु भएको छ। बहिनीको अहिले खाता पनि खोलिदिएका छौँ र नबिल ब्याङ्कमा बहिनीको खाता खोलिएको छ। अब यो पैसा, जति पैसा बहिनीले गीत गाएर कमाउनु भएको छ, यो पैसा बहिनीलाई क्यास दिँदाखेरि हराउन सक्नुहुन्छ। अलिकति गाह्रो पर्ला, कतै हरायो भने यो पैसा यतिकै जान सक्छ, तर यसलाई, यो पैसालाई कसरी सुरक्षित गर्ने भन्ने कुरा पनि हामीले सोच्यौँ र बहिनीको अकाउन्ट पनि खोलिदिएका छौँ। र आज चाहिँ बहिनीले कमाएको जति पैसा छ यो गीत गाएर, त्यो पैसा चाहिँ बहिनीकै अकाउन्टमा चाहिँ मैले ट्रान्सफर गरिदिँदैछु। बहिनी, कति खुसी लागिरहेछ त? हजुर, म आज एकदमै खुसी छु। है, हजुरहरूले जुन मलाई सपोर्ट गर्नुभयो, माया गर्नुभयो, म एकदमै खुसी छु। अब म र मेरो टिम बहिनीलाई छोडेर जाँदैछौँ। यसको अर्थ यो होइन कि फेरि छोडेर भने चटक्कै छोडेर जान लागेको पनि होइन। बहिनी जस्तै अरू थुप्रै गरिब दुखीहरूको आवाजलाई उठाउनु पर्ने छ। अब बहिनी काठमाडौँमै बस्नुहुन्छ, यो गीत रेकर्ड त गर्नुभयो, तर यो क्षेत्रमा स्थापित हुनको लागि, यही क्षेत्रमै अगाडि बढ्नको लागि केही न केही त काठमाडौँमा गर्नुपर्छ भनेर मैले चाहिँ बहिनीलाई एउटा राम्रो दोहोरीमा पनि जागिर लगाइदिएको छु। क्विन रोदी क्लब जुन चाहिँ दरबार मार्गमा रहेको छ, विशाल रायमाझी सरहरूको जुन दोहोरी, जहाँ चाहिँ बहिनीलाई धेरै कुराहरूको सहज हुने भएको हिसाबले चाहिँ अब बहिनीले